वेलकम ब्याक साथीहरु, तपाईलाई पुनः स्वागत छ मेरो अर्को भिडियोमा। साथीहरु, हिजो हामीले बौद्ध धर्म सम्बन्धीका विविध जानकारीहरु सम्बन्धी सबै पढिसक्यौं। त्यसैभन्दा अघिल्लो दिनमा हामीले हिन्दू धर्मको पढ्यौं। यदि हजुरले त्यो भिडियो हेर्नु भएको छैन भने हेर्नु होला अनि हाम्रो च्यानल अहिलेसम्म पनि सब्स्क्राइब गर्नु भएको छैन गर्नु होला। अब हामी लगातार क्लासहरु अगाडि बढिरहेको छ। हजुरको कतै छुट्यो होला। सो अब हामी ढिलो नगरी आजको टपिक सुरु गर्छौं। अनि आजको टपिक्स रहेको छ हाम्रो इस्लाम धर्म रहेको छ। इस्लाम धर्मदेखि सुरु गर्छौं हामी। इस्लाम धर्म रहेको छ। इस्लाम धर्मको अब हामी सरस्वती लेख्छौं। इस्लाम धर्मको चाहिँ प्रवर्तक हाम्रो रहेको छन् पैगम्बर मोहम्मद। अनि जन्म पैगम्बर मोहम्मद, प्रवर्तक लेख्नु होला। प्रवर्तक मैले अस्ति पनि लेखिसकेको छु। यो कति % जनसंख्या बस्छ नेपालमा भने त्यो अस्ति भनिसकेको छु, हेर्नु होला। पैगम्बर मोहम्मद आदम है, पैगम्बर मोहम्मद। अनि जन्म कहिले भएको थियो भनेपछि 570 ईसा पूर्वमा जन्मिनु भएको थियो। कहाँ जन्मिनु भएको थियो? साउदी अरबको मक्कामा जन्मिनु भएको थियो। निधन कहिले भएको थियो भनेपछि म यता लेखिदिन्छु है, 632 ईसा पूर्वमा कहाँ भएको थियो? मदीनामा भएको थियो। त्यसैले यिनमा कतिवटा सम्प्रदाय छन्? यसमा दुईटा सम्प्रदाय रहेका छन् इस्लाम धर्ममा। के सम्प्रदाय भनेपछि शिया र सुन्नी दुईटा सम्प्रदाय रहेका छन्। अनि त्यसपछि यिनीहरुमा के छ भने 4 पटकसम्म विवाह गर्ने एउटा विवाह गर्न पाउने एउटा केटाले। अनि त्यसपछि यो पैगम्बर मोहम्मद चाहिँ मक्कामा 13 वर्ष र मदीनामा 10 वर्ष गरी जम्मा 23 वर्ष इस्लाम धर्म प्रचार गरे। त्यसपछि उनीहरुको लेखिदिनु पर्ला। ओके, म लेखिदिन्छु यहाँनिर। कति मक्कामा 13 वर्ष अनि त्यसपछि मदीनामा कति वर्ष? 10 वर्ष, जम्मा मिलाएर कति भयो? 10 23 वर्ष उनले इस्लाम धर्मको प्रचार गर्नुभयो। अनि त्यसपछि उनीहरुले नमाज दिनमा कति पढ्छ? नमाज भनेको दिनमा कति पटक पढ्छन् तपाईलाई थाहा छ? 5 पटक पढ्छन्। यदि थाहा छैन भने 5 पटक पढ्छन्। नमाजलाई कति बेला पढ्ने त्यो नाम अनुसार फरक छ। त्यो सूत्र चाहिँ म यहाँ लेखिदिन्छु। फजो अमई भन्छ। यो कुन बेला पढ्ने हो त्यसको हो यो फजो अमई। अब के भन्छ म लेखिदिन्छु। फबाट फजिर, त्यस्तै जोबाट जोहोर, त्यसपछि अबाट अस्त्र, त्यस्तै गरी मबाट मैले लेखिसकेको छु। फजो अमईको फबाट फजिर बिहान 6 बजे, त्यसपछि जोबाट जोहोरको 12 बजे, अबाट अस्त्रको 3 बजे, मबाट मगरिबको साँझ 6 बजे अनि ईबाट ईशाको राति 8 बजे उनीहरूले नमाज पढ्ने गर्छन्। अनि त्यसैगरी यो पैगम्बर मोहम्मदका आमाको नाम थियो अमिना अनि बुवाको नाम थियो अब्दुल्ला। त्यसैगरी अनि उनीहरुले हिजरी सम्मत छ। हिजरी सम्मत भनेको के छ भने कहिलेकाहीँ यसो शब्दले पनि उनीहरुसँग सम्बन्धित शब्दहरु के छ भने हिजरी सम्मतले नयाँ वर्ष जनाउँछ, जुनलाई उनीहरु जुलाईदेखि मान्छन्, जुलाईदेखि मान्ने। अनि मक्का मदीनामा पुग्ने एकमात्र गैर मुस्लिम भनेको गुरु नानक थिए, जुन सिख धर्मका प्रवर्तक हुन्। अनि त्यसपछि नेपालमा सबैभन्दा धेरै मुस्लिम बसोबास गर्ने जिल्ला चाहिँ रौतहट हो। अनि त्यसैगरी अरु यो मुस्लिम धर्म सम्बन्धी अन्य शब्दहरु बेला सोधिसकेका शब्दहरु म यहाँ भन्न गइरहेको छु। सुरुमा छ हिज भनेको तीर्थयात्रा सरी है, तीर्थयात्रा। हिजा भनेको चाहिँ तीर्थयात्री। हिजा भनेको जो उता मक्का मदीना जान्छन् मुस्लिमहरु उनीहरुलाई हिजा भन्छ। अनि आदम हब्बा भनेको अल्लाहका प्रथम मानिस, अल्लाहले यो मानवको सृष्टि गर्नुभन्दा अगाडि बनाएका दुईटा मान्छे उनीहरु। अल्लाह भनेको ईश्वर अनि जकात भनेको दान, जुन अनिवार्य रूपमा गर्नुपर्ने दान हो। अनि फित्रा भनेको अनिवार्य, यो जकात भनेको दान गर्नुपर्ने, फित्रा भनेको अनिवार्य रूपमा दान गर्नुपर्ने अनिवार्य दान। अनि त्यस्तै खलिफा भनेको
खलिफा भनेको उत्तराधिकार लेख्नु होला। अनि हेजिरा भनेको के हो भनेपछि यो पैगम्बर मोहम्मद भागेको अवस्थालाई जनाउँछ। हेजिरा भनेको लेख्नु होला। हेजिरा भनेको पैगम्बर मोहम्मद भागेको अवस्था। ल मैले सम्बन्धी 67 भनिसकेँ। यो कुन धर्मावलम्बी सम्बन्धी के छ भनेर। अब त्यसै गरी अब अर्को धर्म रहेको छ हाम्रो क्रिस्चियन धर्म, क्रिस्चियनिटी। त्यस्तै अर्को रहेको छ क्रिस्चियनिटी भन्नु मतलब इसाई धर्म पनि भन्छ, क्रिस्चियनिटी इङ्ग्लिसमा भन्छ, नेपालीमा एनिवेज बुझ्नुभयो हजुर, ठिक छ। अनि उसको प्रवर्तक चाहिँ को थियो भने जिसस क्राइस्ट हो। अनि उनको जन्म कहिले थियो नि ईसा पूर्व 4 मा भएको थियो। अनि मृत्यु चाहिँ सन् 30 डिसेम्बर 25 मा भएको थियो। अनि उनीहरूको धार्मिक ग्रन्थ चाहिँ बाइबल हो। बाइबललाई ओल्ड टेस्टामेन्ट र न्यू टेस्टामेन्ट गरेर दुई प्रकारमा विभाजन गरिएको छ। अनि उनीहरूको सम्प्रदाय चाहिँ तीनवटा सम्प्रदाय छन्। एउटामा रोमन क्याथोलिक, अनि दुईमा इस्टर्न अर्थोडक्स, अनि तीनमा प्रोटेस्टेन्ट। हजुर लेख्नु होला। तीनवटा सम्प्रदाय छन्। तीनवटा सम्प्रदायमा एउटामा रोमन क्याथोलिक, दुईमा इस्टर्न अर्थोडक्स, तीनमा प्रोटेस्टेन्ट। अनि त्यसै गरी बाइबल कुन भाषामा लेखेको थियो सर्वप्रथम भनेपछि हिब्रू भाषामा लेखेको थियो, जुन इजरायलको भाषा रहेको छ। उनीहरूको धार्मिक गुरुलाई पोप भन्छ, पोप भन्छ। अनि यो जुडास चाहिँ हाम्रो यो जिसस क्राइस्ट लुकेको ठाउँ देखाउने एउटा उनको शिष्य थिए। उनले चाहिँ यो यहाँ लुकेको छन् भनेर देखाएको थियो। उनको नाम जुडास थियो। अनि उनले जो शासकले 30 पैसा तामाको पैसा दिए। अनि कहाँ छ लुकेको देखा भने चाहिँ उसले 30 पैसाको लोभमा जुडासले यहाँ लुकेको छ भनेर देखाए। त्यसै गरी अनि हेराल्ड एन्टिपस भनेको जिसस क्राइस्टलाई मार्ने मान्छेको नाम, शासकको नाम हेराल्ड एन्टिपस थियो। त्यसै गरी 100% जनसङ्ख्या इसाई धर्ममा बसोबास गर्ने देश भनेको भ्याटिकन सिटी हो। अनि धेरै इसाई धर्मावलम्बी भएको देश चाहिँ अमेरिका रहेको छ। यो चाहिँ बुझ्नुभयो तपाईँले। अनि पवित्र सहर इजरायल नै रहेको छ। यो चाहिँ इसाई धर्मावलम्बीको केही सर्टकट सोधेका होला भयो। त्यसै गरी अर्को रहेको छ हाम्रो बेला सोधेको जैन धर्मको प्रवर्तक चाहिँ महावीर जैन हुन्। अनि त्यस्तै धार्मिक ग्रन्थ वचनामृत। त्यसै गरी यिनीहरूमा दुईटा सम्प्रदाय छन्, श्वेताम्बर र दिगम्बर। अनि उनीहरूको पूजा स्थल, धार्मिक स्थल भनेको जैन मन्दिर रहेको छ। श्वेताम्बर भनेको सेतो लुगा लगाउने, दिगम्बर भनेको लुगाइ नलगाउने। उनीहरू दुईटा सम्प्रदाय यस्तो रहेको छ। त्यसै गरी अर्को बेलामा सोधेको अर्को धर्म छ कन्फ्युसियस धर्म। यो पनि सोधिरहेको छ तर धेरै छैन। कन्फ्युसियस धर्म, यो धर्म चाहिँ चीनको राष्ट्रिय धर्म हो। अनि उनको प्रवर्तक चाहिँ स्वयं कन्फ्युसियस नै रहेको छन्। त्यसै गरी अर्को रहेको छ, यति नै छ, धेरै छैन यसको, ताओ पनि भन्छ, टाओ पनि भन्छ। इङ्ग्लिसमा TAOO लेखेको हुन्छ। यो पनि सोधिसकेको छ। यो कुन देशको धर्म? यो पनि चीन देशको धर्म हो। प्रवर्तक चाहिँ यही ताओ नै रहेको छन्। त्यसै गरी अर्को रहेको छ सिन्तो धर्म चाहिँ जापानको राष्ट्रिय धर्म हो। यो चाहिँ जापानको राष्ट्रिय धर्म सिन्तो धर्म। अनि उनका प्रवर्तक चाहिँ को हुन् भनेपछि सम्राट मिकाडो उनको यो सिन्तो धर्मका प्रवर्तक। त्यसै गरी अर्को रहेको छ हाम्रो किराँत धर्मको पूर्वको जाति भनेर पनि किराँतलाई चिनिन्छ। लेख्नु होला यो। पूर्वको जाति भने चाहिँ किराँत, अनि पूर्वको मानिस भने चाहिँ शेर्पा। पूर्वको जाति किराँत, अनि त्यसपछि पूर्वको मानिस भनेपछि शेर्पा चिनिन्छ। बुझ्नु होला। यो पनि यसरी सोधिसकेको छ। पूर्वको मानिस शेर्पा भनेर चिनिन्छ भने पूर्व जाति भने कसलाई चिनिन्छ भनेर यसरी सोधिसकेको छ। यो पनि यो चिनिन्छ। अनि अनि यिनीहरूको धार्मिक ग्रन्थ मुन्दुम रहेको छ। यिनीहरूको प्रवर्तक चाहिँ इमानसिंह चेम्जोङ रहेको छन्। अनि उनीहरू चाहिँ अलिकति पारुवाङ सुम्निमाको सन्तान मान्ने। पारुवाङ भनेको शिवजी, अनि सुम्निमा भनेको पार्वती सन्तान मान्ने। उनीहरूले चाहिँ पूजा गर्ने भनेको हलेसी महादेव
खोटाङमा रहेको छ। अनि जसलाई अनि पूर्वको पशुपतिनाथ पनि भन्छ। कसलाई भन्छ पूर्वको पशुपतिनाथ? हलेसी महादेव। अनि त्यसपछि अरू यस्तै के रहेको छ भनेपछि अनि पशुपतिपछि बढी पूजा हुने मन्दिर पनि हलेसी महादेवको मन्दिर नै रहेको छ। त्यसै गरी अर्को रहेको छ यो चाहिँ सिख धर्म रहेको छ। सिख धर्म म सरसरी भन्छु, हजुर लेख्नु होला। सिख धर्मको प्रवर्तक को हुन् भने चाहिँ गुरु नानक हुन्। अनि त्यसपछि गुरु नानकको जन्म चाहिँ कहाँ भएको थियो भने चाहिँ पाकिस्तानमा भएको थियो। अनि यिनीहरूको धार्मिक ग्रन्थ, सिख धर्मावलम्बीको धार्मिक ग्रन्थ चाहिँ गुरु ग्रन्थ साहिब हो। अनि त्यसपछि उनीहरूको धार्मिक स्थल भनेको गुरुद्वार। अनि त्यस्तै गरी सिखहरूको पवित्र पन्छी बर्ड चरा चाहिँ बाज रहेको छ। अनि सिख धर्मले जोड दिएको केमा जोड दिएको छ भनेपछि अहिंसा, सत्कर्म, सत्कार्य र परोपकार। अनि नेपालमा सिख धर्मावलम्बीको सङ्ख्या कति छ मैले अस्ति लेखिसकेको छु, हेर्नु होला हाम्रो पार्ट 1 भिडियोहरू। त्यस्तै अनि गुरु नानक मैले अघि भनेको थिएँ यो गैर मुस्लिम यो मक्का मदिनामा जाने गैर मुस्लिम को हुन् भनेपछि उनी पनि गुरु नानक नै रहेका छन्। ओके, दिस मच फर टुडे। हामीले लगभग धर्म सम्बन्धीका सोधिसकेका कुनबाट हामी सब पढिसक्यौँ। अब त्यस्तो केही छैन। अब हामी नयाँ दिन नयाँ टपिक्समा भिडियो लिएर आउनेछौँ। त्यतिन्जेल अब हामी अर्को दिन कुनमा लिएर आउँछौँ भनेपछि म आज लेखिदिन्छु भाषा सम्बन्धीको लिएर आउँछु म। यो यसमा चाहिँ जम्मा भाषा हुन त अस्ति पनि भनिसकेको छु, तैपनि अब के छुटेकाहरूलाई म लिएर आउँछु। हस्, त्यतिन्जेल हाम्रो भिडियोहरू हेर्नु होला, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हस्, हुन्छ, टेक केयर, बाई बाई, ह्याभ अ गुड डे।